केबल कार हिँड्नु थाल्यो गाइज। यस्तो छ यहाँ भ्यू, तस्तोस गाइज। यो भनेको खालिन्चोक मन्दिर। हामी जाँदैछौँ केबल कारबाट चढेर। सरर के गर्नु, यस्तै छ। याहु बाटो बन्दैछ हो, बाटो हामीलाई थाहा थिएन। त्यो हामी बाइक चाहिँ यहाँसम्म आउने रहेछ, माथि डाँडासम्मै आउँछ। याकहरू चढिरहेछ, चौडीहरू घरहरूमा काम गरिरहेछ भकाभक। टुरिज्मको यहाँ टक्क लगाएर बढाउनको लागि मात्रा गाइज। त्यसपछि हाम्रो यहाँ हेर्नुहोस् तल गाइज, हेर्नुहोस् यस्तो छ भन्नाले फेरि म र मेरो भाइ कपाल पनि खदाङ खुद्रुङ भइरहेछ। जाँदै हो यस्तो छ गाद्रा गुद्रुक। कालिम्पोङ मन्दिर माथि छ है त गाइज। यस्तो छ फेरि अर्को भ्यू टस। अनि यहाँ माथि यस्तो छ, यहाँ सबिन काली माता की जय हो न। बाटो चाहिँ यस्तो रहेछ। अनि यहाँ यस्तो छ तल डेनमार्क, हाम्रो डेनमार्क गाइज। यसकै साथमा हामी फेरि अर्को केबल कार गइरहेको छ। गयो स्वाटे गयो, कति छिटो गयो थाहा भएन, एकदमै छिटो गयो गाइज। केबल कारले तानिरहेछन्। बाटो चाहिँ यस्तो रहेछ, गोरेटो बाटो, टुकुर हिँड्ने। तपाईँहरूलाई म अलिकति जुम गरेर देखाउँछु, हेर्नुहोस् गोरेटो बाटो। त्यस्तो गरेर जानुपर्ने रहेछ, तर हामी चाहिँ केबल कारमा हिँडेको हो गाइज, म र मेरो भाइ। अब मन्दिर अलिक माथि छ, मन्दिर देखिरहेछ होइन माथि। जाडो लागिरहेछ। भ्यू चाहिँ यस्तो दामी आइरहेछ होइन। यस्तो गरेर हामी यहाँ टक्क लगाएर यस्तो छ भ्यू चाहिँ देखिरहेछ मजाले है गाइज। ल यस्तै छ ताल, यस्तै छ हामी होइन। रक एन्ड रोल, अलवेज वी आर रक एन्ड रोल गाइज। खुसी लागिरहेछ, मस्त छ। अब केही देखेन, अहिलेको त्यो केही देखिरहेको छैन राम्रोसँग, किनकि क्यामेरै ब्लर भएको रहेछ। अब आइसक्यो यहाँ चाहिँ गोरेटो बाटोहरू यस्तो रहेछ। गोरेटो बाटोहरू हामीलाई थाहा थिएन अझै। यहाँ कालिम्पोङ माता कि जय हो। हामी आइपुगिसक्यौँ